सम्पर्क गर्नका लागि 9812 40 25 00 मा सम्पर्क गर्नु होला। हामी चाहिँ यता नाको चिम्ली किनेर सब हामी आज घुम्न यता हेर्नु त सर हाम्रो सोल्टी राजा भने हजुर हजुर ल अब जानुपर्छ है ल सबैले आयो भने त सपोर्ट गरिदिनु होला। त्यस्तै त हामी अब जाने रमाइलो गर्ने इक्जाम दिन आएको यता के अरे सिलगढी रमाइलो छ। काम छैन अब जानुपर्छ। हाम्रो यात्रा सुरु हुँदैछ हाम्रो सिलगढी बजारतिर। ल बिपनाजी मेरो भलकमा के भनिदेऊ त मेरो बिजी भलकमा बिपना भनिदेऊ न बिपना फेरि लजाइहाल्यो हाम्रो बिपना लजाइहाल्यो सर तपाईँ भनिदिनुहोस् त केही। ठिक छ हजुर ठिक छ हामी यहाँ घुम्न आएको एकदम रमाइलो हुँदैछ। काँडा काँडाहरू यता नै सोल्टिनु ल सोल्टिनु के भनिदेऊ त हिँड्दै सोल्टिनु पनि रिसाइएको मन्दिरबाट आउँदैछौँ यही पछाडि केटिजहरू छन् पछाडितिर अनि यस्तै त हामी भ्रमण गर्दै हामी यात्रा यतै हेर्छौँ क्या अलि हाई गर्छौँ क्या आजको यात्रा हुँदैछ बोल्ने एकदम ह्याप्पी भएर हिजो मलाई आज त टिप्ली लगाए त सिँगार पटाएर आएको नि यता यो बहिनीले हो यो पटाएर बनाएको छ। हेर्नुहोस् है हामी उता केटीहरू एकदम हेर्नुहोस् है हेर्नुहोस् कोही डल्ला कोही फिदा हुनन्। हाम्रो यात्रा सुरु हुँदैछ। त्यो पनि पुरा रोमाञ्चक कता हान्ने बाजे त्यो के नि त्यस्तै हो इक्जाम दिन आएर रमाइलो गर्ने त इक्जाम बरु जतासुकै जाउँ हामीलाई मतलबै छैन इक्जाम रमाइलो चाहियो हामीलाई हो पछि पछि ट्याक्कै यो हेर्दा त्यो पनि यस्तो गरिरहेको थियो कुनै दिन एउटा मोमेन्ट हुन्छ नि त इक्जाम त कति आउँछ कति पटक दिँदैन इक्जामको मतलब छैन हामीलाई अलि यता आउने क्या हो हामी यात्रा होइन स्मरणको लागि हो। हामी मेमोरिजको लागि वर्षै सालमा 2-3 वटा दिएका छौँ होइन। अनि एकदम कुरा त बोल्नुहोस् है हजुर तपाईँहरू पनि बोल्नु सबैजनाहरू यात्रा आउँदैछ त्यही रमाइलो सबै यात्रा हुनेवाला छैन। तपाईँहरू पनि आउनु सक्नुहुन्छ गाई चाहिँ यो के अरे यो सिसामा यो सोलाबाङ भन्ने ठाउँमा बनाएर छ के अरे एकदम बोबाले छ आउनु सक्नुहुन्छ तपाईँहरू। एकदम केटिजहरू पनि एकदम सुन्दर सुन्दर छन् है गाइजहरू तपाईँ केटी नभएको सम्पर्क गर्नु होला हामीहरूलाई तपाईँलाई केटीहरू खोजिदिने हामी जिम्मेवारी छौँ। जिम्मेवार छु यिनीहरू बाहेक अरू यिनीहरू सब केटीहरू हुन् हामी खोजिदिन्छौँ सबै केटीहरूलाई। केटाहरू कोही त्यस्तो अविवाहित हुनुहुन्छ भनेपछि हामीलाई सम्पर्क गर्नु होला। यता पनि अविवाहित हुन् कोही केटी छन् भने होइन त्यहाँ कन्ट्याक्ट गरिहाल्नु